नमस्कार, स्वागत गर्दछु तपाईहरुको आरसीपीके ज्वेलर्सको अर्को भिडियोमा। आजको भिडियोमा म रिभिल गर्नेवाला छु 11+1 स्किम। जुन चाहिँ यो 11+1 स्किम हुन्छ, बेसिकली तपाईहरुले जुन चाहिँ ज्वेलरहरुकोमा राख्नुहुन्छ, चाहे हाम्रोमा राख्नुहुन्छ, 11 मन्थ्स तपाईले पैसा दिनुहुन्छ, 1 मन्थको बोनस पाउनुहुन्छ। तपाईहरुले त त्यस्तो गर्नुहुन्छ, तर तपाईहरुलाई किन ज्वेलरले 1 मन्थ बोनस दिन्छ? तपाईहरुको पैसाले के गर्छ हामीले? आज यो रिभिल गर्नेवाला छु। लास्टसम्म यो भिडियो हेरिदिनुस् होला। तपाईहरुले धेरै कुरा बुझ्न सक्नुहुन्छ। इट्स एन एजुकेशनल भिडियो। शेयर गरिदिनुस् होला जसले पनि यस्तो पाराले 11+1 मन्थ स्किमहरुमा इन्भेस्ट गर्छ। आजको भिडियो एकदमै इम्पोर्टेन्ट छ, लास्टसम्म हेरिदिनुस् होला। सो जसरी तपाईहरुले स्क्रिनमा हेर्न सक्नुहुँदैछ, योर इन्भेस्टमेन्ट विथ ज्वेलर, यो भनेको तपाईहरुले मन्थली जुन चाहिँ ज्वेलरकोमा डिपोजिट गर्नुहुन्छ। अर्को साइड हेर्न सक्नुहुँदैछ, व्हाट ज्वेलर डज विथ योर इन्भेस्टमेन्ट। सो यही हामीले कम्पेयर गर्नेवाला छ। ज्वेलरलाई चाहिँ खास के फाइदा हुँदो रहेछ तपाईहरुबाट मन्थली स्किम, मन्थली डिपोजिट लिएर, र हामीले चाहिँ तपाईहरुको पैसालाई के गर्दै रहेछ। स्क्रिनमा हेर्न सक्नुहुनेछ, तपाईले 1 नोभेम्बरको दिन तपाईहरुले 5000 इन्भेस्ट गर्नुभयो। त्यति बेला गोल्डको रेट थियो पर ग्रामको 7385। सो तपाईको जस्ट 5000 रुपीस ज्वेलरकोमा डिपोजिट भयो। गोल्ड क्वान्टिटी पाउनुभयो 0। तर त्यही 5000 को ज्वेलरले के गर्यो? ज्वेलरले त्यही 5000 तपाईले लियो, 7385 को रेटमा गोल्ड किन्यो 0.67 ग्राम्स। त्यसरी नै एभ्री मन्थ तपाईले 5000 दिँदै गयो, गोल्डको रेट बढ्दै गयो, तर तपाईको 5000 इन्भेस्टमेन्ट स्ट्याग्नेन्ट बस्यो। यसरी नै तपाईले नोभेम्बरदेखि सेप्टेम्बरसम्म तपाईले 5000 गरेर 55000 दिनुभयो। तर ज्वेलरले के गर्यो? तपाईको एभ्री मन्थ 5000 लिँदै गोल्ड किन्दै गयो, गोल्ड थुपार्दै गयो, गोल्ड थुपार्दै गयो, गोल्ड थुपार्दै गयो। नोभेम्बरदेखि सेप्टेम्बरसम्म ज्वेलरले तपाईको 6.35365 ग्राम्स गोल्ड थुपार्यो। तपाईको टोटल इन्भेस्टमेन्ट 55000 थियो, तपाईले 5000 बोनस पाउनुभयो। मेच्युरिटीको टाइममा तपाईको गोल्डको रेट पुगेको रहेछ 12645 रुपीस पर ग्राम। सो तपाईले यो 5000 बोनस पाएर पनि 4.75 ग्राम्स मात्रै गोल्ड पाउनुभयो। वेयरएज ज्वेलरले 55000 11 मन्थ्समा इन्भेस्ट गर्यो। मेच्युरिटीको बेलामा ज्वेलरको गोल्डको भ्यालु भयो 6.365। सो तल हेर्न सक्नुहुँदैछ, तपाईले रिटर्न अफ इन्भेस्टमेन्ट के पायो? तपाईले टोटल 55000 इन्भेस्ट गर्यो, 5000 बेनिफिट पायो, 60000 पाउनुभयो। वेयरएज ज्वेलरले तपाईको 55000 गोल्डमा इन्भेस्ट गर्दा मेच्युरिटीको हिसाबले ज्वेलरले 12645 को हिसाबले 6.365 ग्राम्सको हिसाबले 80485 रुपीस को गोल्ड को भ्यालु पुग्यो ज्वेलरको। ज्वेलरको रिटर्न अन इन्भेस्टमेन्ट भयो 25485 रुपीस, वेयरएज तपाईको रिटर्न अन इन्भेस्टमेन्ट भयो ओन्ली 5000 रुपीस। सो यही हो तपाईको म भन्न चाहन्छु, तपाईले जुन चाहिँ इन्भेस्ट गर्नुहुन्छ त्यो इन्भेस्ट एक्चुअली ज्वेलरले गोल्डमा गर्छ। यसको हामीले अर्को सल्युसन लिएर आएको छ। अब हामीले डाइरेक्ट यो बेनिफिट तपाईलाई दिनेवाला छ। हामीले लिएर आएको छ गोल्ड पिगी बैंक स्किम। डाइरेक्टली हाम्रो एप छ, तपाईले तल स्क्रिनमा हेर्न सक्नुहुन्छ। हाम्रो एप स्टोरबाट या गुगल प्ले स्टोरबाट आरसीपीके ज्वेलर्स गरेर एप डाउनलोड गर्नु सक्नुहुन्छ। एप स्टोरमा तपाईले यसरी एप स्टोरमा होस् या गुगल प्ले स्टोर होस्, आरसीपीके ज्वेलर्स टाइप गर्नुस्। तपाईले यहाँ हाम्रो लोगो देखिराख्नु भएको छ, आरसीपीके ज्वेलर्स भनेर आयो। यसलाई इन्स्टल गरेर ओपन गर्नुस्। अगाडि हाम्रो वेबसाइट खुलेको छ। यसमा यहाँ तल हेर्न सक्नुहुन्छ पिगी बैंक भनेर। यो पिगी बैंकमा गएर तपाईले चाहे जति पनि इन्भेस्ट गर्न सक्नुहुन्छ। केही म्यान्डेटरी छैन तपाईले मन्थली 5000 हाल्नुपर्छ या 10000 हाल्नुपर्छ। जहिले तपाईकोमा 2000 3000 4000 5000 जतिको पनि गोल्ड किन्नु सक्नुहुन्छ। पिगी बैंक किन भन्दाखेरि यो तपाईको गोल्ड पिगी बैंक हो। तपाईले अलिअलि गोल्ड थुपारेर तपाईले जहिले पनि ज्वेलरीमा कन्भर्ट गर्दा पनि भयो, तपाईले र गोल्ड लान्दा पनि भयो। यसमा तपाईको केही पनि बाउन्डेसन छैन कि केही मन्थली तपाईले केही डिपोजिट गर्नै पर्छ। जहिले पनि तपाईकोमा एक्स्ट्रा क्याश आयो ब्याङ्कमा, तपाईले त्यसलाई तपाईले गोल्ड पिगी बैंकमा इन्भेस्ट गर्न सक्नुहुन्छ। बिस्तारी बिस्तारी गोल्ड थुपारेर मेबी तपाईले 2000 को 3000 को 500 को मिनिमम 200 को पनि गोल्ड किन्नु सक्नुहुन्छ। 200 500 1000 गर्दै बिस्तारी बिस्तारी तपाईले 2 ग्राम्स 3 ग्राम्स थुपारे अरे। फर एन एक्जाम्पल तपाईले 3 मन्थ्समा 3 ग्राम्स गोल्ड थुपारे अरे, तपाईले आएर इमिडिएटली त्यसलाई तपाईले चाहेको ज्वेलरी बनाउन सक्नुहुन्छ। 2-3 ग्राम्समा जसरी राम्रो रिङहरू बनिहाल्छ, तपाईले आएर त्यसलाई रिङमा कन्भर्ट गरेर लानु सक्नुहुन्छ। तपाईले चाहे त्यसको र गोल्ड लानु सक्नुहुन्छ,
चाहे तपाईँले त्यसलाई हामीलाई अनलाइन नै सेल पनि गर्नु सक्नुहुनेछ। सो यसरी नै तपाईँले स्क्रिनमा हेर्नु सक्नुहुन्थ्यो जसरी तपाईँलाई किन्नु इच्छा लाग्यो 200 रुपिसको गोल्ड। सो 200 रुपिसको गोल्ड आजको रेटमा 0.016 ग्राम्स पाउनु हुँदैछ। प्रोसेड टु पे गर्नु पर्दा यहाँ तपाईँले हेर्नु सक्नुहुन्छ, तपाईँले डल्लै डिटेल फिलअप गर्नुपर्छ, आफ्नो डिटेल्स फिलअप गर्नुपर्छ सो द्याट हाम्रो अकाउन्ट्स प्रपरली मेन्टेन होस्। प्रोसिड टु पेमेन्ट गर्नु पर्यो। अब यहाँ तपाईँले आफ्नो जस्तो पाराले तपाईँलाई पेमेन्ट सजिलो लाग्छ तपाईँले पे गर्दा हुन्छ, गुगल पे जसरी पनि पेमेन्ट गर्दा हुन्छ। यहाँ तपाईँको मल्टिपल पेमेन्ट अप्सन छ। माई अकाउन्ट्समा आएर माई गोल्ड प्लान्समा आएर चेक गर्नु सक्नुहुन्छ तपाईँको कतिको गोल्ड भएको रहेछ। यहाँनिर डिटेल्समा क्लिक गर्दा तपाईँले यहाँनिर हेर्नु सक्नुहुन्छ डेट अफ जोइनिङ अक्टोबर 12 को दिन 500 रुपिसको 0.04 ग्राम्स गोल्ड किनेको थियो। सो यसरी नै तपाईँले यहीँनिर एपमै सबै डिटेल पाइहाल्नुहुन्छ। तपाईँलाई जहिले पनि ज्वेलरीमा कन्भर्ट गर्नु मन पर्दा तपाईँले गान्तोकको हाम्रो आरसीपीके ज्वेलर्स मेन ब्रान्च या वेस्ट पोइन्ट मल टिआरामा, यहाँ तपाईँ बाहिरबाट हुनुहुन्छ भने बाहिरबाट पनि गर्दा भयो। हामीले तपाईँको गोल्ड जहिले पनि तपाईँलाई मच्योरिटी हुन्छ या जहिले पनि तपाईँलाई तपाईँको थुपारेको पिगी ब्यागमा गोल्ड तपाईँलाई फिजिकली चाहिन्छ भने हामीले सिपिङ पनि गरिदिने तपाईँको लागि तपाईँको हितमा लिएर आएको छ। यो जुन चाहिँ फाइदा ज्वेलरले लिँदै थियो यो फाइदा तपाईँले डाइरेक्टली पाओस्। गोल्ड पिगी ब्याङ्क स्किम तपाईँहरूको लागि हो, तपाईँहरूको बेटरमेन्टको लागि हो। 1 मन्थको बोनसको लालचमा नजानुस्। यसको बेनिफिट हामीले डाइरेक्टली तपाईँलाई दिनु चाहन्छ। यो एउटा राम्रो प्लेटफर्म छ जहाँ तपाईँले बिस्तारै बिस्तारै कम्ती अमाउन्टले पनि गोल्ड एक्युमुलेट गरेर आफ्नो ड्रिम ज्वेलरी बनाउनु सक्नुहुनेछ। हामीले तपाईँहरूको लागि बेस्ट अफर यसमा के लिएर आएको छ, तपाईँले चाहेको जस्तो डिजाइनको ज्वेलरी हामीले बनाएर दिन्छ तपाईँलाई। अगर तपाईँलाई मन परे नि लिनुहोस्, मन नपरे नि यु क्यान क्यान्सल इट अन्डर फ्री क्यान्सलेसन पोलिसी। हामीले तपाईँको 1 रुपियाँ पनि काट्ने छैन। तपाईँले 1 खेप होइन, 2 खेप होइन, 3 खेप होइन, 4 खेप होइन, 5 खेप होइन, जहिलेसम्म तपाईँको प्रोडक्टबाट सेटिस्फाइड हुँदैन हामीले तपाईँलाई घरिघरि बनाएर दिनेछ। तपाईँले डिजाइन्स गुगलबाट हाम्रो पेजबाट कहीँबाट पनि निकालेर कस्टमाइज पनि गराउनु सक्नुहुनेछ। तपाईँहरूको लागि हामीले बेस्ट जे गर्नु सक्छ यही हो। इन्भेस्ट मात्रै होइन, आफ्नो डिजायर्ड ड्रिम ज्वेलरी लगाउनु पाउनु सक्नुहुनेछ। यो गोल्ड पिगी ब्याङ्क स्किम तपाईँहरूको हितमा हो, तपाईँहरूको कन्ट्रोलमा हो। आज मैले रिभिल गरेँ तपाईँहरूले जुन चाहिँ मन्थली स्किममा इन्भेस्ट गर्नुहुन्छ र ज्वेलरले तपाईँको त्यो पैसालाई के गर्छ, यो बेनिफिट ज्वेलरले नपाओस् तपाईँहरूलाई पाओस्। त्यही भएर हामीले लिएर आएको छ गोल्ड पिगी ब्याङ्क। अझै विस्तारमा जान्नुको लागि तल दिएको नम्बरमा तपाईँले कन्ट्याक्ट गर्नुहुन्छ, हाम्रो टिमले तपाईँलाई हेल्प गरिदिन्छ। बिहान 9 बजीदेखि राति 9 बजीसम्म एनी टाइम कल गरेर स्किमको बारेमा अझै विस्तारमा बुझ्नु सक्नुहुनेछ। हामी छिटै आउँदैछ सिलिगुडीमा ग्राउन्ड लेभलमा सिटी सेन्टर मलमा, त्यहाँबाट पनि तपाईँले यो रिडेम्सन गर्नु सक्नुहुनेछ, फिजिकल गोल्ड लिनु सक्नुहुनेछ। तपाईँहरू अगर गान्तोक सिलिगुडीमा हुनुहुँदैन, तपाईँहरू इन्डियामा कहीँ पनि हुनुहुन्छ भने त्यहाँबाट पनि तपाईँ यो स्किममा इन्भेस्ट गर्नु सक्नुहुनेछ। हामीले तपाईँहरूलाई बाई सिपिङ तपाईँहरूको घरसम्म गोल्ड भन्नुहुन्छ गोल्ड, ज्वेलरी भन्नुहुन्छ ज्वेलरी पुऱ्याइदिन्छ। आजको भिडियोमा यति नै। अझै भिडियो हेर्नु लागि फलो गर्नुहोस्, लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्। तपाईँहरूको लागि म अझै एडुकेसनल भिडियोज लिएर आउँदै गर्छु। धन्यवाद।